भोट लाग्ने हुने दिएन हिजो लोकल लसुन भाडा नि उत्तिकै लाग्छ रुममा अरूका लाउने अरूका घर पनि हुँदैन त लसुन आज सुतेन दिदीसँग फोन गर्नाले निद लाग्न लाग्यो ठ्याक्क यो घन्टा गरेछु किने नै मैले अस्ति किने एक जग किने नै अस्ति यो ए हाले 4 जग हुन्छ के हैन 4 जगको उति भइगयो 800 भइगयो म अगाडि डुलाउँदा देखेर सबैलाई 5,000 रुपैयाँ भइगयो घर नाइ गरे यति हो रे त्यही त भने खब्बै नै राखिले थियो आनन्द नै हुन्थ्यो खुल्लै थियो होला सरासर गइजानु भयो 5 जग यसलाई 6 जग नमस्कार अब कति भयो नमस्कार हाम्रो कुरा हो नि हाम्रो कल्चर छैन बिहानै तपाईलाई 6 जग 1200 बिहानै दिदी नमस्ते भन्छ तलतिर बिहान त ढोगरे अब 7 जग हुन्छ क्या न मम्मी एउटा टिका काटिन्छ रुममा त खुर्सानी पनि हुन्छ न खुर्सानी धेरै हुन्छ सुतिहाल्ने मान्छे अब आज अनिन्द्र छ भने थाहा पाए नि 6 जग गर्न व्यस्त सकी तपाईँ पनि व्यस्त हुनुभयो म अलि व्यस्त दिदीसँग हिजो आनेदिन उठाएन 7 जग भयो त्यहाँबाट आज उठाएँ दिदीको फोन 1 घन्टा 7 जग भयो पछि त्यो थर्दैन भयो थोरै होला पहिला पुरानो कुरा गरी नहाँस्ने 1400 भयो 1400 झोलाउने भएपछि एक जग पुगिजान्छ कि रहेछ त कसलाई नासुती नलागेर सानो सकेन छान्या कति एक जग बढी त्यही त राम्रो हुन्छ ए त छान्या त झन् मजा छान्या हो न सानो सानो छाना हुँदैन अनि मम्मी नक्कली नै छान्या त झन् राम्रो यो भरि हुन्छ नि झन् बढी भरि हुन्छ नछान्या टोटका टाटकी हुन्छ एक जग भन्दिनु भयो बढी हुन्छ ठिकै हुन्छ एकै ठ्याक्कै भयो सात हालिदिने यो आलाई खाए त हाल्नु नि हातै हालिदिनु यो माथि काम गर्नेलाई पठाउने हो कराउन मजा हुन्छ ठ्याक्कै 8 जग यसलाई माथि खिच्नुपर्छ सुक्छ अनि तान्यो यसो मिर्यो अनि भन्ने बेला तल्ली माथि हुन्छ अब आला त्यही त तत्तिकै छु अब थाहा पाएर दुःख पार्नेछ त्यति पुरै बिचारा हेर सबै नै राख्ने रहेछ नि हेर घुमाएर कहाँ पुरै यो भिड्दै बस्नाले पनि हुँदैन बाहिर निस्किनु पनि नै हावा लाग्छ 1600 कतिको भयो म्याडम 8 जग 1600 पुरै नै राखे यता त गाडा छ अग्गेरो झन् ठुला थिए ठुला छ भर्सुमी छ गाई मल हाल्नु खोज्दो हो न गाई मल यता त सेता हेरी मल हाल्यो भने गाउँनी त गोरिया गर्छन् अनि त्यो गरी पनि धेरै हुन्छ न ठुला दाना हुन्छ यो लोकल लसुन औषधि पनि हुन्छ पेट दुख्या पनि औषधि लसुन के खोच्याउनु अनि कुट्टौ अनि सुकाउनु अनि पिन्दौ र यो पुरै अनि मिठो न धेरै कुटिराखेपछि पछि हाल्नु मजा हुन्छ न बास आउँछ डब्बाउने हाल्यो फुकायो कुट्यो अनि राखी गयो नामनाफा हाल्यो खायो मिठो हुन्छ यति त बिउ राखेछ तपाईसँग 400 रुपैयाँ छ ल हेर्नु त खुल्ला छन् नै
तिनसय त हो नि 300 भयो अब 400 पुग्नु पर्यो पुग्ने खान के फिटा 40 60 बाजे त पर्स ल्याउ त चारसय पुगेन पुगेन पातला हुन 500 ल्याउनु अब 1000 का रहेछ ताँ रहेछ कि 100 छ आयो पैसा 100 क्या 200 रहेछ कहाँदेखि ल्याएर आउनुभयो कहाँदेखि ल्याउनु भयो तपाईँले रङ्ग रङ्गदेखि आयो पैसा गयो पैसा या 400 यता अनि 2000 यता आयो पैसा उता गयो पैसा 400 छन् आयो पैसा गयो पैसा 400 आयो पैसा गयो पैसा खायो पैसा हग्यो पैसा भन्छ त्यस्तै ल आयो पैसा आयो पैसा गयो पैसा मसँग या पैसा आज होला त अहिले अझ दुःख पायो दुःख पाएँ नि वहाँ गए 5-6 हजार भइगयो माथि गयो माथि मैले देखेँ पैसा हामी दिएर पठाइदिन्छौँ कति जग बेच्नु हो 11 12 13 जग 13 8 टक्क 21 जग हुने रहेछ आनन्द हुने रहेछ 13 जग त एक जग नासो दिएँ 14 जग हुँदै यसलाई 14 जग त्यहाँ पैसा पनि पठाइदिनु भोलिपल्ट हजुर तलमाथि कसै अरू कहाँ छ भने पठाइदिनु 1-2 गरेर केही नाइ हो अहिले कन्ट्याक्ट गरेर त म अघि दुःख पाएको छु पुरै जति लिएर राखिराख्यो भने गाडी माथि गए 1-2 महिना एउटा होटलले के पनि ल्याइदिनु है बहिनी भनेर 100 उति 70 हुँदो कहाँ 170 दिनु हुँदा पर म गइजानु लिन्छौ घोगातिर फेद्दौँ कि हिमीतिर फेद्दौँ भुनेर हिमीतिर घोगातिर बल अनि खेद्नु खरेन्जी मान्छे कति आउनु नि कति ताई बिक्री गर्ला बरु गाईले बोक्ने आऊ मैले बोक्दैन अघि ने पुरै हरे लिदियो भने गाईले माने नि अघि खोज्नु पर्ने दुःख पाउने कर्म त त्यही त हो नि यहीँ सोधेपछि तपाईँ यहाँबाट उतै जानुहुन्छ केरौ ल्याएँ अनि केरौ 9 जग भए केरो कति रुपियाँ जग हो 300 रुपियाँ जग ए 300 रुपियाँ 300 बनाउनु त खानु पर्ला मम्मी अस्तिको के बनाउने मम्मी भान्जी पर कसैको ढोका लाग्यो ओ भाइ अघि सिधै दुःख पाएँ पुरी माथि गएर त अघि नै होटेर गट्टै नै राख्ने छि आनन्दै हुने गट्टै राख्छौँ ठिक हुन्थ्यो खर्चलाई भारी हुन्थ्यो एउटा माथि लिनुपर्छ हाम्रो पनि हाम्रो लसुन त राम्रो छ हुकाउनु नि अझ हुकाए अझ राम्रो छ त्यही भएर त 50 किलो बोकियो न ल्याए नत्र हकुनो कोट ल्याए कोट माथि रिजर्भ गरेर त जान गाउँ गाडी एक जग्गामा कति केजी जान्छ केजीमा त्यो एक जगको उति जानु त के अरे भन त 2 केजी जान जाँदैन एक जग त जानु एक जगको 1 केजी जानु अब जग गरेपछि 2 केजी भन्छन् 1 केजी 200 सिमी भरे पनि 2 केजी हुन्छ पछाडि हाल्नुमा नि यो चाहिँ झन्डै 2 केजी पुग्न सक्छ क्या पक्ष झन्डै पछाडिको त्यो फिसले खुल्चिएको हामी ठुल्ठुला गाना खोइदौ त्यो पुण्य हो अरू हालेको टोटका पुग्छ ज्याकै नि हैन ठुल्ठुला गाना खोइदौ हामी ठुल्ठुला गानामा जगमा हुँदैन दिदी किनभने चाहिँ सानो पिसमा आलु थोरै ज्याकै नि हामी सानो खोज्यौँ भने जाने भयो ठुला त माथि त्यसले काम खतम गरिदिन्छ त्यो नानो अहिले पछाडिको कम बढी जोकिहाल्छ सानो पिस भयो त्यो खुल्चिया मजा भयो तपाईको गाउँमा छ भने दुईवटा जति कसैलाई लिएर जानु त्यहाँ फलाना गाउँ भन्नु आउनु म भुल्न आएँ 2-4 दिन पछि आयो नि हुन्छ अहिले धान अझ दुःख भयो है अघि नै दिनु पर्ने